नमस्कार, म गुरुङ लील। आदरणीय दर्शकबिन, यहाँहरू नयाँ युट्युबर हुनुहुन्छ, पुरानो युट्युबर पनि हुनुहुन्छ। यहाँहरूले भिडियो अपलोड गर्नुभएको छ र त्यो भिडियोमा कपिराइट भनेर आइदिन्छ। कपिराइटले ठुलो समस्या सिर्जना गर्दछ। कपिराइट आउनु भनेको युट्युबरको लागि ठुलो यात्रामा घातक हो, यात्रामा अवरोध हो। त्यसकारण यहाँहरूले आफ्नो भिडियोमा भएको कपिराइट सहजै हटाउनु पर्दछ। कसरी हटाउने भन्ने बारेमा यो भिडियो मैले बनाउन गइरहेको छु र यो कपिराइट आउँछ। आदरणीय दर्शकबिन, यो भिडियोलाई स्किप नगरिकन हेर्नु होला, अन्यथा फेरि यहाँले बिर्सनु हुनेछ, राम्रोसँग बुझ्नु हुन्न छन्। त्यसकारण यो भिडियोलाई स्किप नगरिकन हेर्नु होला है। तपाईको मोबाइलमा भएको इन्स्टल भएको Y2 स्टुडियो खोल्न जानु होला। हामीलाई कपिराइट आउँछ र यो कपिराइट आइहाल्यो यहाँहरूको मिस्टेकमा भने, भिडियोमा आइहाल्यो भने यहाँले कसरी समाधान गर्ने भन्ने बारेमा मैले एउटा भिडियो बनाउन गइरहेको छु। यहाँलाई पक्कै पनि यो भिडियोले यहाँलाई समस्याको समाधान गर्नेछ भन्ने कुरोमा म ढुक्क छु। अब कपिराइट कसरी हटाउने भन्ने बारेमा यहाँहरूलाई म अब यो भिडियोलाई अगाडि बढाउन म जाँदैछु। आदरणीय साथीभाइ महानुभावहरू, हजुरको भिडियोमा पक्कै कपिराइट आएको छ भने त्यो कपिराइट चुटकीभरमा यहाँले सजिलै हटाउन सक्नुहुनेछ। यहाँलाई थाहा छ र यो भिडियोलाई स्किप नगरिकन हेर्नु होला। म बिस्तारैमा बताउँछु। यहाँले पक्कै पनि यहाँको मोबाइलमा अथवा यो गुगल क्रोमबाट गए हुन्छ, यहाँको मोबाइलमा पक्कै Y2 स्टुडियो यहाँले प्ले स्टोरबाट डाउनलोड गरेर राख्नुभएको छ होला। पक्कै त्यही नै तपाईँले कपिराइट देख्न सक्नुहुनेछ होइन। अब यसको लागि मैले अब Y2 स्टुडियो खोल्न जान्छु। मेरो मोबाइलमा भएको मैले मोबाइलमा भएको Y2 स्टुडियो मैले खोल्न गएँ। खोल्न गएपछि Y2 स्टुडियोले सबै कुरा देखाउँछ होइन। सब्सक्राइबर देखाउँछ, भ्युज देखाउँछ, सबै देखाउँछ। अब यहाँले के गर्नुहोस् भन्दाखेरि Y2 स्टुडियो खोलिसकेपछि यहाँले यो कन्टेन्टमा छुनुहोस् है। कन्टेन्टमा छुनुहोस्। ल कन्टेन्टमा छुनुहोस् त। मैले कन्टेन्टमा छोएँ। ल फेरि कन्टेन्टमा छोइसकेपछि यहाँले यो भ्यू अलमा छुनुहोस् त। ल भ्यू अलमा छुनुहोस् त। ल भ्यू अलमा छोएपछि ल हेर्नुहोस् त, मेरो भिडियोमा यहाँ कपिराइट आएको देखायो नि त होइन। हेर्नुहोस् कपिराइट यसरी कपिराइट आएको देखायो। यो कपिराइटलाई मैले कसरी हटाउने त अब भन्ने कुरा यहाँले अब महत्त्वपूर्ण पार्ट भिडियोको यहाँ सुरु हुन गइरहेको छ। यो कपिराइटलाई कसरी हटाउने। ल सर्वप्रथम मैले एउटा भिडियोको हटाउने, एकैचोटि सबै भिडियोको हटाउन सकिँदैन, पालोसँग हटाउनुपर्छ। त्यसकारण यो कपिराइटमा क्लिक गर्नुहोस् त हजुरहरूले। ल त्यसमा त्यो मैले रातोले घेरा लगाइदिएछु नि कपिराइटमा, त्यहाँ क्लिक गर्नुहोस् त। क्लिक गर्नु। ल क्लिक गरिसकेपछि फेरि यहाँ यस्तो इन्टरफेस खुल्छ। यहाँ फेरि यो कपिराइटमा क्लिक गर्नुहोस् त। ल क्लिक गर्नुहोस् है त्यहाँ। ल क्लिक गरेपछि यस्तो आउँछ। यस्तो आइसकेपछि यो रिभ्यू इस्यु भनेर आउँछ है। यहाँ रिभ्यू इस्युमा क्लिक गर्नुहोस् त हजुरले। ल रिभ्यू इस्युमा मैले क्लिक गरेँ। क्लिक गरेपछि ल हेर्नुहोस् त, यहाँ तपाईँको यहाँ कपिराइटको भाग यहाँ देखाइदिन्छ। नो इम्प्याक्ट, च्यानललाई असर गरेको छैन, तर तपाईँमा आएको कपिराइट यहाँ देखाइदिएको छ होइन। यहाँ यो नो इम्प्याक्ट यहाँ के भनेर देखाइदिएको छ। तपाईँले युज गरेको, मैले युज गरेको यो थोमस एटलान्टा बिमी भन्ने यो सङ प्रयोग गरेकोले मलाई कपिराइट आयो। अब यो सङ मैले हटाउनुपर्छ। कसरी हटाउने त भन्दाखेरि यहाँले के गर्नु होला भन्दाखेरि यहाँ क्लिक गर्नु होला है। यहाँ क्लिक गर्नुहोस् त। ल यहाँ क्लिक गर्नुहोस् है। ल क्लिक मैले गरेँ त। ल हजुरले गर्नुभयो, मैले प्रतीक्षा गरेछु। ल क्लिक गरेपछि यस्तो इन्टरफेस खुल्छ। यहाँलाई थाहा छ यहाँ के अप्सन आएको छ त भन्दाखेरि यो डिटेल देखाएको छ। यस्तो यो गीत यो म्युजिक हो, योले कपिराइट देखाएको होइन। कन्टेन्ट यस्तो हो, नो इम्प्याक्ट, च्यानललाई असर गरेको छैन भनेपछि अब एक्सन यु क्यान टेक भन्ने यहाँ हेर्नु होला। एक्सन नो टेक यहाँ के छ भने यहाँ तीनवटा अप्सन छ। यहाँ एउटा इरेज सङ, त्यो कपिराइट सङलाई मेटाइदिने। अर्को यहाँ ट्रिम आउट भनेको यो कपिराइट लागेको भाग हटाइदिने, सेगमेन्ट कपिराइट लागेको भाग हटाइदिने। फेरि यसले के समस्या हुन्छ भने ध्यानपूर्वक सुन्नु होला है। फेरि यसमा यो इरेज सङ गऱ्यो भने यो कपिराइट लागेको म्युजिक तपाईँको हटेर तपाईँको नन भनेर आउँछ, नो इस्यु फाउन्ड भनेर नन भनेर आउँछ। तर ट्रिम आउट सेगमेन्ट भनिदिने भने तपाईँ कुन भिडियोको कुन भागमा
कपिराइट लागेको छ त्यो भाग चाहिँ युट्युबले आफैले एडिट गरेर काटिदिन्छ। काटिदिएपछि तपाईँको 3 मिनेटको भिडियो छ भने कहिलेकाहीँ त त्यो कपिराइट काटिदिएपछि तपाईँको के हुन्छ भने काटेर कहिले त 5 सेकेन्डको 1 मिनेटको भिडियो पनि हुनसक्छ। 10 मिनेटको भिडियो छ भने कपिराइट हटाइदिनु कहिले त 2 मिनेटको पनि हुन जान्छ। यहाँलाई थाहा छ लङ भिडियोमा कहिले पनि 3 मिनेटभन्दा लामो बनाउनुपर्छ लङ भिडियोहरू होइन। तपाईँको 5 मिनेटको भिडियो थियो कपिराइट लागेपछि तपाईँको यो सेगमेन्ट ट्रिम आउट सेगमेन्टमा गरिदियो भने तपाईँको के हुन्छ त भने त्यो भिडियो नै कटाइन्छ। कपिराइटको कटाइदिएपछि 5 मिनेटको भिडियो तपाईँको 2 मिनेट 1.5 मिनेटमा झर्न सक्छ। त्यसकारण तपाईँले चाहिँ यो सकभर ट्रिम आउट सेगमेन्ट चाहिँ नगर्ने। कहिलेकाहीँ अर्काको भिडियो चाहिँ क्लिप युज गरेको छ भने फेरि ट्रिम आउट सेगमेन्ट पनि युज गर्नुपर्छ। अर्काको भिडियो चाहिँ अर्काको कन्टेन्ट युज गरेको रहेछ नि त्यो क्लिपलाई चाहिँ हटाउन ट्रिम आउट सेगमेन्ट पनि यो युज हुनसक्छ। जस्तै अरू सबै तपाईँको क्लिप छ कुनै अर्काको क्लिप ल्याएर राखेको छ भने त्यो बेलामा चाहिँ यस्तो ट्रिम आउट सेगमेन्ट गर्नुपर्छ। यो कुरा बुझ्नु पऱ्यो कि अर्काको क्लिपहरू भिडियोहरू ल्याएर यहाँ राख्नु पटक्कै हुँदैन युट्युबमा चाहिँ। यसरी चाहिँ अर्को छ नि छ डिस्प्युट पनि छ। डिस्प्युट पनि छ सबभन्दा सजिलो। डिस्प्युटमा र ट्रिम आउट गर्नुभन्दा पनि सबभन्दा पहिला इरेज सङबाट जान म सिकाउँछु। इरेज सङबाट जानुहोस् ल। इरेज सङबाट यसरी जानु होला। गएपछि यस्तो देखायो। अब यस्तो देखायो। इरेज सङमा के देखायो त तपाईँको यहाँ इरेज सङमा क्लिक हुनु पर्यो। म्युट अल साउन्ड यहाँ दुईवटा कुराको म बताउँछु। यहाँ गोलो घेरा लाग्यो। इरेज सङ भन्यो भने तपाईँको त्यो कपिराइट लागेको म्युजिक मात्र हट्छ। म्युट अल साउन्ड इन द क्लाइम सेगमेन्ट यसमा क्लिक गरिदिने भने तपाईँले के हुन्छ भने तल क्लिक यो कालो क्लिक गरिदिने भने के हुन्छ सबै तपाईँ बोलेको पनि जान्छ, सबै त्यो कपिराइट म्युजिक नि जान्छ, सबै बोलेको भिडियो लाटो हुन्छ है। लाटो भएर बस्छ। लाटो भिडियो भएर बस्छ। अब के गर्नु भयो त इरेज सङ गर्नु पर्यो। यहाँ म्युट अल गर्न भएन। म्युट अल गरिदियो भने भिडियो लाटो हुन्छ चाहिँ आवाजै आउँदैन चाहिँ। मैले भने होइन तपाईँको यहाँ क्लिक गरिदिने भने के हुन्छ त चाहिँ पुरै भिडियो लाटो हुन्छ चाहिँ। अरू चलिरहेको हात चलाएको मुख चलाएको तर चाहिँ आवाज आउँदैन। ल त्यसकारण इरेज सङमा जानुपर्छ। हजुर केमा जानुपर्छ अरे इरेज सङमा। इरेज सङमा जानुपर्छ। इरेज सङमा टिक लाउनु पर्यो होइन। अब यति भइसकेपछि तपाईँले अब सेभमा क्लिक गर्नुहोस् ल। सेभमा क्लिक गर्नुहोस् है। सेभमा क्लिक गर्नुहोस् ल। सेभमा क्लिक गर्नुहोस् ल। मैले फेरि देखाएँ यो सेभमा क्लिक गर्नुहोस् तपाईँले चाहिँ यो सेभमा क्लिक गर्नुहोस् ल। सेभमा क्लिक गरिदिएँ मैले। फेरि तपाईँले के गर्नु पर्यो त फेरि चाहिँ यो इरेज सङमा चाहिँ क्लिक गर्नु। इरेज भनेको त्यो कपिराइट लागेको म्युजिक हटाउने हो कि तपाईँको। यो हटाउनको लागि त्यो चाहिँ हटाउनको लागि यसो गर्ने हो है आदरणीय दर्शकबिन। यसरी ल इरेज सङमा क्लिक गर्नुहोस् त। ल मैले क्लिक गरिदिएँ। क्लिक गरिदिएपछि प्रोसेस लिन्छ। कपिराइट इन्फर्मेसन हेर्नुहोस् है त ल है। अब चाहिँ यो प्रोसेसिङमा जान्छ। भिडियो एडिटिङ इन प्रोग्रेस देख्नु भएको छ नि यहाँ चाहिँ यहाँले देख्नु भएको छ नि होइन। यहाँ के भनेछ भिडियो एडिटिङ प्रोसेस भनेर भनिरहेको छ। अब यो युट्युबले आफैले यो एडिट गर्ने यो कपिराइटको यो म्युजिक हटाउनु ब्याकग्राउन्ड म्युजिक हटाउनको लागि उसले चाहिँ एडिटिङ गरिरहेको छ। त्यो एआईले चाहिँ एडिटिङ गरिरहेको छ। यहाँ के भनेछ द कन्टेन्ट आइडी क्लाइम अन युर भिडियो डजन्ट अफेक्ट युर च्यानल दिस इज नट अ कपिराइट स्ट्राइक। कपिराइट स्ट्राइक यो होइन। च्यानललाई चाहिँ इफेक्ट गर्दैन। तर यो म्युजिक भोलि धेरै भ्युज आयो भने आएको वाच टाइम पनि गनिँदैन। सब्सक्राइब मात्र गर्ने। सब्सक्राइब त गरिन्छ है। भोलि बिहान चाहिँ तपाईँको वाच टाइम कपिराइट के अरे भ्युजहरू गनिन्छ। जसको म्युजिक हो त्यही म्युजिकले क्लाइम गर्छ। भोलि स्ट्राइक हालिदिन्छ। अहिले स्ट्राइक भनेको होइन। स्ट्राइक भनेको भोलि उसले दाबी गर्ने कि उसको म्युजिक युज गरेको छ भने के भने त यो भिडियो एडिटिङ प्रोग्रेस भनेछ भने यो केही टाइम लाग्छ। कहिले काहीँ 2-3 मिनट हुन्छ, कहिले 2-3 घन्टा पनि लाग्छ है। 2-3 घन्टा पनि हुन्छ। यो समय तपाईँ नाच्दिनु होला कि मेरो त हुँदै भएन भनेर भिडियोमा अब चेकिङ भनेर आउँछ। म अब ब्याकमा गएँ है। आदरणीय ब्याक गएँ त ल म ब्याक गएँ। अब यहाँ चाहिँ के भनेर आउँछ त यहाँ चाहिँ चेकिङ भनेर आउनुपर्छ है। यो उसमा चाहिँ चेकिङ भनेर चाहिँ पक्कै पनि आयो होला चाहिँ आछ होला पक्कै पनि यहाँ मैले हेर्दाखेरि होइन। यहाँ चाहिँ यहाँ के भएको छ हाम्रो इरेज सङमा गएको हो नि त यो प्रोसेसिङ हुँदैछ। एकछिनपछि यहाँ चेकिङ भनेर आउँछ है आदरणीय दर्शकबिन। चेकिङ भनेर आउँछ त एकछिन प्रतीक्षा गर्नु होला। यहाँ यी प्रोसेस एडिटिङ गर्ने प्रोसेसिङमा छ। यो चेकिङ भन्ने आयो ल हेर्नुहोस् है। अब के गरेर आयो त अघि नै कपिराइट थियो अब चेकिङ भनेर आयो ल हेर्नुहोस् है। चेकिङ भनेर आयो चाहिँ अब
तपाईँको केही समयपछि चेकिङ भनेर आउँछ। यो टाइम लगाउँछ, कहिलेकाहीँ त 1 घन्टा पनि लाउँछ है आदरणीय दर्शक, कहिलेकाहीँ 2-3 मिनट पनि हुन्छ। तपाईँको भिडियोको लेन्थ अनुसार कति धेरै कपिराइट म्युजिक युज गर्नुभएको छ त्यो आधारमा कहिले त दिनभरि पनि लाग्छ। यो चेकिङ भनेर आउँछ, पछि चाहिँ तपाईँको यो मैले केही समयपछि देखाउँछु। यो नन भनेर पनि आउनुपर्छ र आदरणीय दर्शकबिन यसरी यो चेकिङ भन्ने अप्सनमा आउनुपर्छ। अनि चेकिङ भनेर चाहिँ लाग्दैछ होइन, यसरी लाग्नुहोस् त यो कन्टेन्टमा आउँदाखेरि भिडियोमा चेकिङ भनेर आइरहेको छ होइन, चेकिङ भनेर आइयो। यस्तो चेकिङ भनेको यो कपिराइट हटाउनु यसले चाहिँ युट्युबको एआईले चेक गर्दैछ। आदरणीय दर्शक केही समयपछि आउँदाखेरि यो अब यो भिडियो धेरै लामो हुँदाखेरि मैले चाहिँ तपाईँलाई यो भिडियोमा लाग्यो कपिराइट नन भनेर आएको भिडियो पनि म तपाईँलाई देखाउँछु। यो टाइम लाग्छ, यो निकै टाइम लाग्छ माने, मैले 1 घन्टै लाग्ने जस्तो माने। त्यस कारण आदरणीय दर्शक अब यो नन भनेर पछि चाहिँ मैले YT स्टुडियो बन्द गरिदिएँ। अहिले बन्द गरेँ, केही समयपछि फेरि यो भिडियोमा चाहिँ फेरि मैले चेकिङ भन्ने आइरहेको छ। यो भिडियो फेरि तपाईँलाई म केही समयपछि देखाउँछु। अहिले बन्द गरेर बसेँ। ल आदरणीय दर्शकबिन, अब केही समयपछि मैले प्रतीक्षा गरेँ होइन, यो कपिराइट अब इस्युको लागि मैले चाहिँ त्यो अब भिडियो एडिटिङ हुँदैछ, एआईले युट्युब एआईले चाहिँ अब एडिटिङ गर्दैछन्। अब केही समयपछि मैले लगभग 20-25 मिनट आधी घन्टापछि मैले फेरि अब चाहिँ म फेरि YT स्टुडियो मैले चाहिँ खोल्न गएँ। ल हेर्नुहोस् त है त, मेरो YT स्टुडियो मैले खोल्छु है। यो YT स्टुडियो फेरि खोलेँ मैले। ल खोलेर मैले हेर्छु, ल खोलेर हेर्छु मैले अब होइन। खोलेर हेरेर म भ्यू अल गर्छु मैले है। भ्यू अल गरेर त्यो भिडियोमा मैले कुन भिडियोमा चाहिँ युज गरेको थियो त, ल हेर्नुहोस् त अहिले चाहिँ अब कपिराइट हटिसक्यो। ल हेर्नुहोस् यहाँ कपिराइट हटिसक्यो। अब यहाँ नन भनेर आउँछ चाहिँ है। यसमा चाहिँ यो 3टा धर्कामा छुनुहोस् त। ल यहाँ 3टा यो 3टा थोपामा कि 3टा थोपामा छुनुहोस् त। 3टा थोपामा छुनुहोस्। ल यहाँ एडिट भन्ने अप्सन आउँछ, एडिटमा छुनुहोस्। त्यस पछाडि अब यो एडिटमा छुनुहोस्। एडिटमा छोइसकेपछि यहाँ देखाउँछ। ल हेर्नुहोस् ठ्याक्क ल हेर्नुहोस् यहाँ चाहिँ पब्लिक देखाउँछ होइन। अब यसरी चाहिँ अब चाहिँ यहाँ चाहिँ यो पब्लिक छ, अब यो सबै छ, यो देखाउँछ होइन। अब के गर्नु पर्यो भने यसलाई ब्याक जानु, ब्याक गएर अब तपाईँ चाहिँ अब के गर्नु, यो भिडियोमा छुनुहोस् त। ल भिडियोमा ट्याक्क यहाँ भिडियोमा छुनुहोस् त। ल भिडियोमा छुनुहोस् त। ल भिडियोमा ट्याक्क छुनुहोस् त। ल छोइसकेपछि ल हेर्नु अब चाहिँ नन भनेर आयो। ल हेर्नुहोस् पहिला कपिराइट थियो, अहिले यो भिडियोमा अहिले नन भनेर आयो चाहिँ कपिराइट हट्यो है। यसरी कपिराइट हटाउन सकिन्छ है आदरणीय साथीहरू। ल आजको भिडियो कस्तो लाग्यो होइन, यहाँ चाहिँ पक्कै नै लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला। आदरणीय दर्शक, मैले यो भिडियोमा राखेको कुरा यहाँले बुझ्नु भएन भने कमेन्ट बक्समा यो बुझिएन भनेर चाहिँ ट्याक्समा लेखेर चाहिँ प्रष्टसँग राखिदिनु होला। यहाँहरूको चाहिँ समस्याको समाधान मबाट पक्का हुनेछ र मैले आगामी अर्को भिडियोमा अझ थप समाधानका उपायहरू चाहिँ कपिराइटको समाधानका उपायहरू सहितको चाहिँ सहजीकरण सजिलो भिडियो यहाँहरूमा प्रस्तुत गर्नेछु। आदरणीय दर्शकबिन, च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै नि सब्सक्राइब गरेर लाइक कमेन्ट र सब्सक्राइब गरेर जोडिनु होला। र पुरानो हुनुहुन्छ भने के गर्नु होला, लाइक कमेन्ट र चाहिँ कमेन्ट लेखेर चाहिँ छोड्नु होला। हस्त धन्यवाद। यहाँको दिन शुभ रहोस्।